हेलो हेलो धेरै दिनपछि आज चाहिँ छ्याङ्कोललाई चाहिँ ल्याएर आएको। यो छ्याङ्कोल बनाउने तरिका यो थोरै घिउ राख्ने मजाले होइन, अनि त्यसपछिबाट घिउ राखिसकेपछि यसको माथि छुर्पी हुन्छ नि, त्यो छुर्पी राखेको अरे के। अनि छ्याङ्कोल बनाउने बेला प्रायः यसरी नै जानेर बनाइन्छ अरे होइन। यो हुम्ला जिल्लातिर को प्रख्यातमा पर्छ। चिसो मौसम भएको कारणले र बेसी हिउँ पर्ने स्थान भएको कारणले छ्याङ्कोललाई चाहिँ प्रायः सबैले पिउने चाहिँ गर्नु हुने रहेछ। अनि मैले जाँड हो भनेर चाहिँ सोधेँ, प्रायः हाम्रोतिर जाँड भन्छ नि त, त्यो चाहिँ होइन भनेर उहाँहरूले भन्नुभयो होइन। ल हेर्नुहोस्, यो जुन छुर्पी हुन्छ नि, छुर्पी पनि यति मजाले फुला उठ्या जस्तो हुने कि, अनि मजाले फुला उठिर होइन। अनि त्यो जुन हामीले काठहरू यसरी फाल्छौँ नि, काठको पनि राम्रो प्रयोग चाहिँ भएको चाहिँ देखियो होइन। अनि प्रायः देखिने भनेको आगोको उहाँहरूको चुलो, अहिले चाहिँ धेरै ठाउँमा यस्तो खालको ग्यासहरू पनि आउनु सुरु गरिसक्यो, बाटोघाटो आइसक्यो नि त त्यो कारणले। अनि यो कचरा मेरो लागि हो किनभने म अलि अल्कोहल चिजलाई चाहिँ आफूभन्दा टाढा राख्ने माग गर्छु। अनि छुर्पीको यो फुला उठेको देखेर चाहिँ मलाई फुला फुला राखिदिनु ल, कस्तो खालको हुन्छ म टेस्ट गर्छु यो छुर्पीको भनेर मैले भनिसकेपछि उहाँले यो मेरो रिक्वेस्टलाई चाहिँ मध्यनजर गर्दै मेरो लागि चाहिँ छुट्याइदिनु भयो। बाँकी चाहिँ जाँडको प्रयोगको रूपमा, जाँड भन्दा पनि छ्याङ्कोलको लागि चाहिँ प्रयोगमा आउने भयो यो छुर्पी चाहिँ मेरो लागि। अनि छुर्पी चाहिँ मलाई मन पर्यो है, अमिलो अमिलो खालको। अनि यो जगमा जुन देख्नुहुन्छ त्यो चाहिँ अब चामलको हो भन्नुभएको छ। अनि प्रायः यतातिर पिउने भनेको जौँको, कोदो, फापरहरूको पनि बन्ने रहेछ। अनि छ्याङ्कोल बनाउनको लागि चाहिँ सबभन्दा राम्रो भनेको चामलकोबाट चाहिँ बन्ने रहेछ। अनि यो हुम्ला जिल्लाको सबैभन्दा माथि नाम्खा गाउँपालिकातिर हो, हेर्न सक्नुहुन्छ। अनि यसरी झानिदिने के, अनि मजाले अनि यो हाल्यो होइन। अनि हालिसकेपछि यसलाई मजाले उमाल्ने के। अनि उमालिसकेपछि बल्ल प्रयोगमा चाहिँ आउने रहेछ यो। अनि एकछिन यसलाई चलाउने, हेर्दै चलाउँदै हेर्दै चलाउँदै हेर्दै चलाउँदै चाहिँ गर्ने, यो गर्नुहुने रहेछ होइन। अनि यसलाई चाहिँ मजाले उमाल्नु चाहिँ पर्ने रहेछ। अनि झान्न चाहिँ घिउ राखेर नै झानिने रहेछ, प्रायः तेलको भन्दा पनि घिउकै प्रयोग हुने रहेछ यहाँ चाहिँ। अनि मेरो लागि चाहिँ नयाँ चिज भयो, सायद तपाईँहरूको लागि पनि जस्तो लाग्छ। यो चिनी हो उहाँहरूले राखेको। छ्याङ्कोलमा चाहिँ प्रायः चिनी नभएपछि मह चाहिँ राखिन्छ अरे होइन। अनि मह चाहिँ साँझको टाइम भएको कारणले धेरै स्ट्रङ हुन्छ भनेर अब जसले फरमाइस गर्नुभयो उहाँहरूले नै अब चिनी नै राखिदिनुहोस् भन्नुभयो, अनि त्यो कारणले राख्नुभयो। ल हेर्नुहोस्, यो खालको चाहिँ देखिने रहेछ कि मजाले जब उम्लिसकेपछि। अनि यो खालको ल हेर्नु फ्लेभर। अनि जुन छुर्पी थियो नि, छुर्पी हेर्नु न यति मजाले फुलेर आउने रहेछ कि। यो हुम्ला जिल्लाको प्रसिद्ध छ्याङ्कोल आज तपाईँहरूको लागि इन्जोय। थ्याङ्क यू फर वाचिङ।